माडी माध्यमिक विद्यालय र कृष्णनगर माध्यमिक विद्यालय बीच भएको मैत्रीपूर्ण भलिबल प्रतियोगिता एकदम प्रतिस्पर्धात्मक भइरहेको छ। यति बेला कृष्णनगरको 23 अङ्कमा अगाडि हुनुहुन्छ भने माडी माध्यमिक विद्यालय 22 अङ्कमा। पुनः माडी माध्यमिक विद्यालयको खातामा 23 भएको छ। ओहो कति राम्रो भयो, इक्वल भयो। कति कडा प्रतिस्पर्धा है। ओहो यति राम्रो खेलाडी बिच पनि कम्पिटिसन गराउनु पर्ने। लास्ट बल माडी माध्यमिक विद्यालयको लास्ट बल कृष्णनगर माध्यमिक विद्यालयको 23 अङ्क। हेरौँ निकै प्रतिस्पर्धात्मक देखिन्छ खेल। यति बेला नि माडी माध्यमिक विद्यालयको प्रतिस्पर्धात्मक बल परेको छ। 24 माडी रहेको छ। निकै प्रतिस्पर्धात्मक, केही एउटा खेल मात्र बाँकी छ है। फाइनल स्थितिमा पुगिसकेको छ लगभग। बडो मनोरञ्जनात्मक बडो मनोरञ्जनात्मक छ। कस्तो मुटु नै हल्लेको। निर्णायक मोडमा पुगिसकेको छ। कति कडा प्रतिस्पर्धा के है। आमामा 24 अनि त इक्वल। आमामा कस्तो मुटु ढिलो भयो। 24 यति कडा के। आमामा खेल भने यस्तो हो के। खेल भने यस्तो हो के। 1 अङ्कले कृष्णनगर अगाडि लगातार चाहिँ 1 पोइन्ट ल्याउनु पर्ने बात हुन्छ। 1 पट लगातार ल्याएपछि आमामा हेर्नु कृष्णनगर माध्यमिक विद्यालयको सर्भिस। फेरि बराबर फेरि 2 अङ्क लगातार ल्याउनु पर्ने भयो। यो भने यस्तो हो कि वास्तवमा हुनुपर्ने है। यस्तो कडा प्रतिस्पर्धा हेर्नु त। वाउ के वाउ। अब 1 गेम, अब 1 पोइन्ट आएपछि 1 पोइन्ट आएपछि 1 पोइन्ट। अब 1 पोइन्ट लगातार 2 पोइन्ट ल्याउनु पर्छ नि त। आमामा कति घम्सी भयो त नि। हेर्नु त फेरि बराबर 26 आमामा 26 हेर्नु न कति टक्कर के। आमामा यो गेम त मुटु कमजोर भएकोले हेर्नुहुन्न। हार्ट एट्याक आउला जस्तो। कति प्रतिस्पर्धा छ। दुवैतिरका खेलाडीहरू बडो आउट लास्ट बल। अब उताबाट लगातार आयो भने उता माडी माध्यमिक विद्यालय अगाडि हुन्छ। 2 पोइन्ट लगातार ल्याउनु पर्ने हुन्छ। 26 र 27 यो एउटा सबैभन्दा भन्नुपर्छ सायद यो तपाईँको खेलको सबैभन्दा प्रतिस्पर्धात्मक खेल हो। यति बेला नै माडी माध्यमिक विद्यालयले गेम जित्नु भएको छ। 1 सेट जित्नु भएको छ। अब अर्को सेट के हुन्छ हेरौँ। पुनः दोस्रो सेटको गेम सुरु भएको छ। वाउ यति बेला फेरि माडी माध्यमिक विद्यालयको 1 पोइन्ट। अबको केही क्षणपछि हामी खाजा तयारी गरिरहेका छौँ। तपाईँहरूको लागि हो है यो नगइदिनु होला। हामी विनम्र आग्रह गर्दछौँ तपाईँहरू उपस्थित सम्पूर्णलाई सम्पूर्णलाई हामी खाजा खुवाउँछौँ। यहाँहरूलाई हामी भोगै पठाउँदैनौँ। हाम्रो उद्देश्य सबैलाई सम्मान गर्नु। केही छैन। आउनुभएका अन्य अभिभावकज्यूहरू, विद्यार्थीहरू र अन्य सहकर्मीहरूलाई पनि खाजाको व्यवस्था गरिएको छ। त्यहाँहरू खाजा नखाइ नजानु होला। अबको केही क्षणमा खाजा तयार हुन्छ। अब भने म एकदमै प्रतिस्पर्धा गराउन चाहन्छु र स्कोरिङ गर्नुभएको टिमलाई यसै मनतर्फ मेरो आँखा पनि पुग्ने गरी उचालिदिनु हुन अब पनि मैले अनुरोध गरेँ।
मेरो आँखाले देखिदिनु उचालिदिनु होला राखिदिनु होला र दुई देखिरहेको छ भने ताली बजाउँ है हस्ताक्षर दोस्रोको हातमा बल परेको छ सम्मानजनक खेल होस् त यस्तो होस् के भयो अनि रोमाञ्चक खेल होस् त यस्तो होस् झुक्किनु भयो क्या उहाँहरू है आयोजक टिम अब आत्तिसक्नु भयो सरहरू लगातार आयो नि कृष्णनगरका बीचमा भइरहेको खेल तर केही छैन 2-3 शैक्षिक आउट ओहो 3-3 नम्बर बराबर कस्तो कम्पिटिसन सुरुबाटै कम्पिटिसन कि 1-2 1-2 1-3 4-5 5-6 यस्तो भइरहेछ क्या है अब खेलमा जो फाइनल गेम छ दिवाकर बियर्स गणेश त्यसको हामी एकैछिनपछि मात्रै खेल गर्नेछौँ फाइनल खेल हामी एकैचोटि गर्नेछौँ तर भने किन्छ यति बेला 1 अङ्कका साथ माध्यमिक विद्यालय अग्र स्थानमा 3 अङ्कको साथ कृष्णनगर माध्यमिक विद्यालय रहेको छ खेल एकदम रोमाञ्चक र उत्साहपूर्ण रहेको छ ओहो फेरि बराबर 4-4 अब हामीसँग एकदमै कम गेमहरू छन् मात्र 1-2 बाँकी छन् त्यसैले खेल प्रेमी महानुभावहरूलाई सर म्याडमहरूलाई आदरणीय अभिभावकज्यूहरूलाई विद्यार्थीहरूलाई खेल हेरेर आनन्द लिनको लागि म अनुरोध गर्दछु 1 अङ्कको साथ कृष्णनगर माध्यमिक विद्यालय अगाडि रहेको छ यति बेला 5-4 बल कृष्णनगर माध्यमिक विद्यालयको हातमा कति हल्का है आम्मा गेम उता हेर्दा त भिडियो पनि बिगारी दिएन कि यति बेला टिएनजरको हातमा बल परेको छ माडी माध्यमिक विद्यालय सर्भिस जाँदैछ अघिको सेटमा पहिलो सेटमा 26-26 मनोरञ्जनात्मक र हेर्न लायकको रोमाञ्चक खेल भइरहेको छ खेल प्रेमी महानुभावहरू ग्राउन्डतर्फ एकत्रित भएर खेल हेर्न मन गर्दछु स्कोरलाई हेर्दाखेरि 6-5 तर बराबर 6-6 भएको छ ताली बजाइदिनु मनोरञ्जनको लागि 6 नम्बर हेर्नुहोस् त स्कोर बराबर 6 नम्बर बराबर आउट 7 छ कृष्णनगरले 1 अङ्क प्राप्त गरेको छ कृष्णनगर माविले 1 अङ्क अगाडि भएको छ भने माडीमाडीको 6 आमामा यस्तो गेम भएपछि त कस्तो कति पछुत हुन्छ हारिलाई गेममा हारजित हुनकै लागि हो कि यति भए नभए त यस्तो राम्रो खेलाडी के दुवैतर्फको त्यो आमामा बल अहिले माडीमाडीको कोर्टमा छ त्यहाँबाट फेरि कृष्णनगर माविको कोर्टमा बल पुगेको छ सर्ट आएको छ भने यताबाट कस्तो मिठो 7-7 र यसै 7-7 स्कोर प्राप्त गरेको छ 7-7 छ है ल है बराबर भइरहेको छ धन्यवाद अब भने म अझै रोमाञ्चक हिसाबले स्कोरिङ गर्नको लागि झलक सरलाई माइक्रोफोन 8-7 मैत्री एकता र खेल भावना माडीनगर स्तरीय मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिताको सेमी फाइनल खेल कृष्णनगर माध्यमिक विद्यालय वर्सेस माडी माध्यमिक विद्यालयको पहिलो सेट माडी माध्यमिक विद्यालयले हातमा सुरु भएको थियो भने दोस्रो सेटमा कृष्णनगर 8 अङ्कको साथ फेरि हेर्नु भने माडी माध्यमिक साथ एकदमै बोल त भएन खस्नै पाएको छ
फेरि आम्मा ओहो सुन्न पुग्नुभएको छ माडीमाडीका खेलाडी त्यसले फाइदा लिँदै कृष्णनगर 9 र माडीमाडी 7 एकदमै राम्रो सर्भिस उत्कृष्ट स्पाइक थियो फाइदा लिँदै माडीमाडी 8 र माडीमाडी विद्यालयको फुटबल बल परेको छ सर्भिसमा माडीमाडी उत्कृष्ट सर्भिस राम्रो रिसिभ गर्नुभएको छ ओहो दुईटा बल बिग्रियो त्यस्तै गरी दुई अङ्कको साथ कृष्णहरू माडीमाडी 8 सर्भिसमा कृष्णनगर उत्कृष्ट स्पाइक थियो माडीमाडी सँगसँगै कृष्णनगर 11 र माडीमाडी 8 र फेरि पनि सफल भएन सकेन एक सेट कृष्णनगर जितेर फेरि अपोजिट खेल्नुपर्छ क्या अनि बल्ल रमाइलो हुन्छ यस अगाडिको सेट पनि माडीमाडी विद्यालयले हात पार्न सफल भएको थियो यदि यो सेट पनि हात पारेमा माडीमाडी फाइनलको यात्रा तय गर्नेछ बुढाहरूको कति राम्रो जोस हो कि आहो नेट छ यो पारेन छ बल पाउनुको भएको छैन सरे जगाउनु भएछ नि ओहो एकदमै ब्रेक राम्रो प्रयास थियो तर चलाकीपूर्वक खेल ब्रेकपछि पुनः गेम सुरु भएको छ यति बेला भने कृष्णहरू माध्यमिक विद्यालयको कोर्टमा बल परेको छ पुनः कृष्णहरू माध्यमिक विद्यालयले 1 पोइन्ट अगाडि 15 अङ्कका साथ अगाडि लीड गरिन भएको छ भने माडी माध्यमिक विद्यालय 9 अङ्कका साथ खेल मैदानमा हुनुहुन्छ खेलमा फर्कन चाहन्छ माडीमाडी विद्यालय माडी माध्यमिक विद्यालय 1 अङ्कले 10 अङ्क बनाउन सक्नुहुने भएको छ कृष्णहरू माध्यमिक विद्यालय 15 अङ्क यति बेला बल माडी माध्यमिक विद्यालयको हातमा उत्कृष्ट सर्भिस पुनः 1 अङ्क थप्न सफल माडी माध्यमिक विद्यालय 11 अङ्क सँगसँगै 11-15 यति बेला कृष्णहरू माध्यमिक विद्यालयको कोर्टमा बल माडी माध्यमिक विद्यालयको हातमा उत्कृष्ट सर्भिस चलाकीपूर्ण खेल देखाउन चाहनुहुन्थ्यो दक्षिण मोर्चा खेलाडी तर सफल हुन सकेन र फाइदा लिँदै कृष्णनगर सर्भिसमा कृष्णनगर प्रदर्शन गर्न चाहन्छ लगातार अङ्क ल्याउँदै कृष्णनगर उत्कृष्ट सर्भिस एकदमै चलाकीपूर्ण खेल थियो माडी
माडी माध्यमिक विद्यालय 1 पोइन्ट थप्न सफल। अहिले यति बेला 13 माडी माध्यमिक विद्यालय माध्यमिक विद्यालयको हातमा रहेको छ कृष्णनगर माध्यमिक विद्यालयको 17 अङ्क। ओहो सर्भिस बिग्रियो। ओहो र योभन्दा अघिल्लो सेट माडी माध्यमिक विद्यालयले हात पार्न सफल भएको थियो र फाइनलको यात्रा तय गर्नको लागि कृष्णनगरलाई यो सेट जित्दै पर्ने हुन्छ। यदि माडी माध्यमिकले जितेको खण्डमा माडी माध्यमिक फाइनल पुग्नेछ। नेट टस भयो। पुनः कृष्ण माध्यमिक विद्यालयको हातमा बल रहेको छ। यति बेला भने कृष्णनगर माध्यमिक विद्यालय 20 अङ्कका साथमा र माडी माध्यमिक विद्यालय 13 अङ्कका साथमा 1 अङ्क थप्न सफल भएको कृष्णनगर माध्यमिक विद्यालय। लास्ट बलको लागि यतै है प्रतिस्पर्धा भइरहेको छ। लास्ट बल यति बेला माडी माध्यमिक विद्यालयको 1 अङ्क थपिन सफल। माडी माध्यमिक विद्यालयको 14 अङ्क रहेको छ भने कृष्णनगर माध्यमिक विद्यालयले 24 अङ्क। लास्ट बल कृष्णनगर माध्यमिक विद्यालयको रहेको छ। हात भने माडी माध्यमिक विद्यालयमा बल हातमा परेको छ। निकै उत्कृष्ट सर्भिस। कृष्णनगर माध्यमिक विद्यालयले यति बेला 1 सेट जितेको छ भने योभन्दा अगाडिको सेट माडी माध्यमिक विद्यालयले जितेको थियो। एक सेट जित्न सफल हुनुभएको छ दुईवटै विद्यालयले। अब भने विजय हासिल गर्नको लागि गेम जित्नको लागि 1 सेट खेल्नुपर्ने हुनेछ। यति बेला भने तेस्रो सेटको गेम सुरु भइसकेको छ। कृष्णनगर माध्यमिक विद्यालयले 2 अङ्क हासिल गर्न सफल भइसक्नु भएको छ भने माडी माध्यमिक विद्यालयले 1 अङ्क। कृष्ण सर्भिस कृष्णनगरबाट किसान मागेर माडी माध्यमिक विद्यालयले 3 अङ्क सर्भिसमा माडी माध्यमिक विद्यालय चलाकीपूर्वक खेल कृष्णनगरबाट